अध्यक्ष लगायत अति आदरणीय विमल दाजु लगायत सम्पूर्ण वरिष्ठ अतिथिगण र सम्पूर्ण जाति प्रेमी सम्पूर्णलाई गोर्खा सलाम टक्राउँदै र सर्वप्रथम त म सम्पूर्ण दार्जिलिङका जनतालाई दिल्लीमा स्वागत जनाउन चाहन्छु। यो जाडाका बेलामा पनि यति टाढा आएर आफ्नो आवाजलाई बुलन्द गर्ने एउटा प्रयास, सफल प्रयास, त्यसका लागि म मुरी धन्यवाद पनि टक्राउन चाहन्छु। र आज म यहाँ खाली एउटा दार्जिलिङको सांसद या भारतीय जनता पार्टीको एउटा सदस्य मात्र भएर आएको होइन। म स्वयं पनि गोर्खा जातिको एउटा सदस्य हुनका नाताले जुन गोर्खा जातिको हाम्रो क्षेत्रले न्याय पाउने जुन माग छ त्यसको एउटा सदस्य र त्यो न्यायको खाँचो काहीँ न काहीँ म पनि महसुस गर्छु र तपाईलाई शक्ति र तपाईलाई बल दिनका लागि यहाँ म तपाईका माझ उपस्थित छु। र म यति पनि भन्न चाहन्छु, म बारम्बार भन्ने गर्छु, मैले गरेको राजनीति, म बन्नेको सांसद खाली भारतीय जनता पार्टीलाई जिताउने या भारतीय जनता पार्टीका लागि मात्रै होइन, म मेरा जातिका लागि, मेरो क्षेत्रको जनताका लागि सांसद बन्नेको हुँ। भारत देश संविधानले चल्छ र संविधानले सम्पूर्ण नागरिकलाई बराबरीको औदाले हेर्ने नजर राख्छ र भारतको संविधान भारत देशलाई सशक्त र समृद्ध र मजबुत बनाउनका लागि हाम्रा पुर्खाले पनि आफ्नो रगत बगाएका छन्। धेरैले आज भन्ने गर्छन्, हिजो अस्ति म आसाममा पनि सुन्दै थिएँ कि ए गोर्खा चुप लाग, ए नेपाली चुप लाग, तिमीहरू विदेशी भनेर। हामीहरू विदेशी कतै पनि होइन, यही भारत देशको खाटी हामीहरू नागरिक हौं। अगर कसैलाई प्रमाण चाहिन्छ भने बोर्डरमा गएर हेर्दा हुन्छ। थोपा थोपा बगेको रगतले भन्छ म गोर्खा हुँ, म भारतीय हुँ भनेर। र भारतको संविधानको अन्तर्गत हामीहरूले पनि न्याय पाएको हुनुपर्छ। आज देश स्वतन्त्र भएको 75 साल भन्दा बढी भइसक्यो, तर आजसम्म त्यही न्यायको खोजीमा हामीहरू छौं। धेरै हाम्रा साथीहरू बलिदान भएका छन्, आफ्नो सम्पूर्ण त्यागेका छन्। धेरैले आफ्नो सर्वस्व जीवन यस आकांक्षाका लागि लगाएका छन्। एकजना विमल दाजुको रूपमा यहाँ मोडल पनि उपस्थित हुनुहुन्छ। उहाँले आफ्नो र आफ्नो परिवारको नसोचेर यो जाति र यो क्षेत्रको जनताका लागि केही भलो होस् भनेर सम्पूर्ण त्यागेर आजसम्म यति लामो समयदेखि उहाँ पनि संघर्ष हुनुहुन्छ। म तपाईका साथमा छु। म सीपीआरएमलाई पनि बधाई दिन चाहन्छु, किनभने अहिले चुनाव